अनि 40/50 मा 4 हुन्छ, 50/60 मा 3 हुन्छ। अनि 10+20 भागा 2 गरेर 15 निकालेको, 20 + 30 भागा 2 गरेर 25, 30 + 40 भागा 2 गरेर 35, 40 + 50 भागा 2 गरेर 45, 50 + 60 भागा 2 गरेर 55, 4 × 15 गरेर 60, 3 × 25 गरेर 75, 6 × 35 गरेर 210, अनि 4 × 45 गरेर 180, 3 × 55 गरेर 10, 60, 75, 210, 180, अनि 165 जोड्दा 690, अनि 4 + 30, 3 + 6 गरेर 4 3 गरेर यहाँ 20 आयो। अनि सूत्र अनुसार यो प्रेम पाएन, अनि यहाँ 690 यहाँ आएर भागा भएर 20, अनि 34.5